अनमोल केसीको कुरा गर्नुपर्दा नेपाली फिल्म इन्डस्ट्रीको फेमस र लिजेन्डरी एक्टर भुवन केसी र नेपाली एक्ट्रेस सुस्मिता बमजनको छोरा अनमोल केसी हुन्। अनमोलले आफ्नो करियर 2013 मा 18 वर्षको कमलो उमेरमा होस्टेल फिल्मसँग गरेका थिए, जुन सुपरहिट पनि हुन पुगेको थियो। त्यो भन्दा अगाडि अनमोल केसीले आफ्नो बुबाको फिल्म साथी म तिम्रोमा केमियो पनि दिएका थिए। त्यसपछि अनमोल केसीले लगातार होस्टेल, जेरी, ड्रिम्स, लजालु, ए मेरो हजुर 3, ए मेरो हजुर 4 जस्ता मुभीहरू गरेका थिए। अनमोललाई यो नेपाली फिल्म इन्डस्ट्रीमा 2025 मा आइपुग्दा 12 वर्ष हुन आएको छ। तर पनि जनता तथा जेनजीको अनुसार उनको एक्टिङमा खासै सुधार आएको भने छैन। आजकल इन्टरनेटको जमानामा भने फेसबुक, टिकटक र इन्स्टाग्राममा अनमोल केसीको एक्टिङबारे धेरै चर्चा हुन्छ। उनको एक्टिङको तारिफ नभएर मजाक उडिरहेको हुन्छ। हजुरहरूले अनमोल केसी र उनको डायलग डेलिभरीमाथि बनेको मजाक तथा मिमहरू देखि नै राख्नु भएको होला। त्यही मिमहरूले हजुर र मेरो पुरै फेसबुक फिड नै भरिएको हुन्छ। यो इन्डस्ट्रीमा विपिन कार्की, सौगात मल्ल जस्ता ट्यालेन्टेड एक्टरहरू हुँदा पनि अनमोल केसी अहिलेको समयमा नेपाली फिल्म इन्डस्ट्रीमा सबैभन्दा पैसा लिने एक्टरको रूपमा फेमस छन्। कोरियोग्राफ हेर्नुपर्दा होस्टेल, जेरी, ड्रिम्स, गाजलु, क्री, ए मेरो हजुर 3, ए मेरो हजुर 4, जेरी एन्ड टप जस्ता मुभीहरू कमर्सियली हिट तथा सुपरहिट हुन पुगेको छन् भने छड्के र क्याप्टेन जस्तो फिल्महरूले खासै दर्शकको मन चोर्न सकेन र फ्लप हुन पुग्यो। तर पनि सोच्नुपर्ने कुरा हो, आज उनलाई सबैभन्दा धेरै पैसा लिने एक सुपरहिट एक्टरको रूपमा चिनिन्छ। भन्न त उनलाई नेपाली फिल्म इन्डस्ट्रीको सुपरस्टार पनि भनिन्छ। तर पनि हामी सोच्दाखेरि यदि उनका बुबा भुवन केसी नेपाली फिल्म इन्डस्ट्रीको ठुलो नाम नभएका भए के अनमोल केसी आजको दिनमा यति नाम कमाउन सफल हुन्थे होला त? नेपोटिजमको कुरालाई हामीले साइडमा राखेर उनको पर्सनल लाइफ हेर्नुपर्दा उनको फ्यामिली, परिवार, फ्रेन्ड्स, साथी र फ्यान्सहरूको अनुसार अनमोल केसी एकदमै डाउन टु अर्थ नर्म मान्छे हुन्। हरेक कोही अनमोल केसीको तारिफ गर्नबाट थाक्दैनन्। अर्को साइड हेर्नुपर्दा जेन्जीलाई अनमोल केसीको एक्टिङ भने मनै पर्दैन। उनको माथि यताउता मिमहरू बनिरहेका हुन्छन्। रिसेन्टली अनमोल केसी 1 करोडको कन्ट्रोभर्सीमा पनि परेका थिए, जहाँ प्रोड्युसर सुप्रिया कटुवालको अनुसार अनमोल केसीले रावायान फिल्मको लागि 1 करोड एडभान्स पेमेन्ट लिएर फिल्म गर्न नखोजेको र फिल्मको सेटमा नआएको भन्ने एलिगेसन लागेको थियो। यदि यो टपिकमा हजुरहरू भिडियो हेर्न चाहनुहुन्छ भने कमेन्ट गर्न नबिर्सिनुहोला। हस्, धन्यवाद।